सो हे गाइज वेलकम ब्याक टु आवर च्यानल। र आज मैले यस्तै रिल स्क्रोल गरिरहेको थियो होइन, र त्यो रिल स्क्रोल गर्ने क्रममा मैले एउटा पायल गेमिङको एमएमएस मैले प्राप्त गरेँ होइन, र त्यो एमएमएस धेरै नराम्रो थियो। म तपाईँको जानकारीको लागि बताइदिएँ, पायल गेमिङ एउटा इन्डियन गेमिङ फिमेल इन्फ्लुएन्सर हुनुहुन्छ र कन्टेन्ट क्रिएटर पनि हुनुहुन्छ। उहाँ युट्युबमा भिडियो बनाउनुहुन्छ, इन्स्टाग्राममा पनि बनाउनुहुन्छ। उहाँको इन्स्टाग्राममा पनि 2 मिलियनभन्दा बढी नै फलोवर छ र युट्युबमा पनि 3-4 मिलियन सायद छ होला होइन। सो उहाँको एउटा एमएमएस भाइरल भएको थियो र इन्टरनेटमा पनि 1 मिनट 20 सेकेन्ड भनेर कस्तो सर्च भइरहेको छ र मैले त्यो हेरेँ अनि मलाई धेरै दुःख लाग्यो। त्यो सायद एआई को बनाएको थियो र पायल गेमिङले पनि हाल्नु भएको छ कि यो मेरो ओरिजिनल भिडियो होइन भनेर यसरी हाल्नु भएको छ। र त्यो मलाई थाहा छ त्यो एआई को बनाएको थियो होइन, र त्यो हेरेर मलाई धेरै नै दुःख लाग्यो, किनभने एउटा सबको त प्राइभेसी हुन्छ नि। र पायल गेमिङको बुवा हेर्नु भएको होला, आमा हेर्नु भएको होला, भाइ हेर्नु भएको होला, वा कुनै पनि फ्यामिलीको सदस्य हेरेको होला, अनि उहाँले कस्तो मतलब नराम्रो लागिरहेको होला। त्यो मतलब एउटा राम्रो मान्छे नै सोच्न सक्छ कति गिल्टी फिल भइरहेको होला होइन। सो त्यसलाई हामीलाई त्यो भोलिको समयमा तपाईँले पनि हुनसक्छ होइन। त्यसैले म तपाईँले एउटा जनचेतनाको वा जागरुक गर्नलाई म तपाईँले यो कुरा बतायो होइन। सो अहिले एआई को जमाना हो होइन, अहिले जे पनि हुनसक्छ, त्यसैले म तपाईँले यो बताइरहेको छु। र अहिले धेरै मान्छेहरूसँग भइरहेछ, मान्छेलाई डाउनफल गर्नको लागि यस्ता कुराहरू बनाइन्छ। सो म तपाईँले भन्छु अहिले एआई को जमाना हो, अलि सावधानीपूर्वक नै प्रयोग गर्दा राम्रो हुन्छ होइन। सो आजको लागि यति नै, मिल्नेछु कुनै नेक्स्ट भिडियोमा। तबसम्म जय नेपाल, बाई बाई।